अस्ति भर्खरै हजुरआमा बितेको कारणले काटेको कपाल 1 महिना नहुँदै फेरि किन काट्नु परेको होला त? अल राइट गाइज, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै आरामै सन्चै छु। अस्ति भर्खरै हजुरआमा बित्नु भयो र उहाँको क्रिया शान्ति सकिएको लगभग 1 महिनाभित्रै आज फेरि हजुरआमाको छोरा पनि बित्नु भयो। भगवानले पनि राम्रो मान्छेलाई छिटै माथि बोलाउँछन् भन्थे, हो रहेछ। भर्खरै केही गरेर खाने उमेरमै आएर भगवानको प्यारो हुनुभयो। आफ्नो मान्छेलाई गुमाउनुको पीडा के हो त्यो त गुमाउनेलाई मात्रै थाहा हुन्छ। सायद मृत्यु पछिको संसार धेरै नै राम्रो हुन्छ होला, त्यसैले मरेर गएको मान्छे कहिले पनि फर्केर आउँदैन। मान्छेले जीवनमा हजारौं राम्रो काम गरे पनि लास्टमा पुग्ने गन्तव्य भनेको नै मृत्यु रहेछ। मरेर जाने मान्छे त मरेर गइहाल्नु भयो, अब रोएर कराएर मान्छेलाई फिर्ता ल्याउन त सकिँदैन। तर पनि स्वच्छ र सफा मनले तपाईको लागि स्वर्गमा बास होस् भन्ने हामी सबैले कामना गर्छौं। अन्तिममा हामीले हजुरको लागि केही दिन नसके पनि आफ्नो कपाललाई काटेर आफ्नो जिम्मेवारी पूरा गर्छौं र पहिलेदेखि चलिआएको परम्परालाई पनि पूरा गर्छौं। तपाईको सम्झनामा यहाँ अझै पनि कतिपय मान्छेहरू रुँदै बसिराख्नु भएको छ। सबैको तर्फबाट मिठो माया र सम्झना छ मेरो ठुला बुवालाई।